हेलो साथीहरू, यो चाहिँ तामा हो के तामाहरू चाहिँ अचेलको टुसा हाम्रो घरमा चाहिँ चाँडै निस्किन्छ। अनि मैले चाहिँ यो तरकारी बनाउन लगाएको यो चाहिँ। अनि यसलाई चाहिँ यो बोइल गरेर काटेर बोइल गरेको है। अनि मैले चाहिँ यहाँ पकाउँदैछु। पकाएको चाहिँ यस्तो हो। अनि घिउ हालेर घिउमा पकाउँदैछु है। यो चाहिँ कस्तो भने अब कसैलाई मनपर्छ कसैलाई मन पर्दैन। म चाहिँ कहिलेकाहीँ ग्रेभी बनाएर नि खान्छु यसमा। अनि यसरी फ्राई पनि खान्छु। ग्रेभी चाहिँ के गर्ने भने नि साथीहरू, यो आलसको छोप हुन्छ नि, पहिला प्याजहरू हाल्ने, ज्वानो पुर्याउने आफ्नो स्वाद अनुसार, अनि यो ओइलिने। अनि त्यसपछि मसला प्याज लसुन सबै थोक हालेर भुट्ने, एउटा टमाटर हालिदिने, भुट्ने, अनि पानी हाल्ने। अनि पानी हालिसकेपछि चाहिँ अलिकति तोरी, आधा चम्मच जति तोरी, अनि 1-1.5 चम्मच आलसलाई भुटेर पिस्ने के। अनि पिसेर हालिदिने त्यो सुपवालामा चाहिँ। अनि त्यो रस चाहिँ एकदम मिठो हुन्छ कि, मलाई चाहिँ त्यसरी मिठो लाग्छ। यसरी फ्राई गरेर चाहिँ एकदम कमै खान्छु। आज जस्तै मैले अब यहाँ दाल बनाएको थिएँ, अनि आज चाहिँ फ्राई गरेर खाऊँ है, कति रस ग्रेभी बनाएर खाने भनेर चाहिँ यसरी बनाउँदैछु है साथीहरू। यो तामाको टुसा हो, एकदम हेल्दी हुन्छ। हजुरहरू पनि खाइसोस्। अब बजारमा आउन लागेको छ हाम्रो यो तराईको चाहिँ, चाँडै आउँछ। अब पहाडतिर चाहिँ निस्किन लागेको छ। अनि यो हाम्रो चाहिँ तराईबाट मम्मीहरूले भाइहरूले पठाइदिएछ। अनि त्यही भएर यसको चाहिँ चाँडै खाइहालेको कि, हामीले 2 चोटि भिडियो बनाइसकेँ मैले। थ्याङ्क यू।